नमस्कार सबैजनालाई। जुन यो फोटोमा भएको घाउ छ यो घाउ कुकुरको हो। यो घाउ बनाइदिने व्यक्तिको नाम चाहिँ मैले गोप्य राखेँ, तर उहाँको व्यवहार चाहिँ मैले गोप्य राखेन र उहाँ जस्तै व्यवहार भएका व्यक्तिहरूलाई पनि यो भिडियो मार्फत सचेत हुन म आग्रह गर्दछु। उहाँ दाइले के गर्नुभएछ भने कुकुर आफ्नो घरमा आयो भनेर उहाँले आफ्नो घरभित्र भएको धारिलो खुकुरीले उसको गत्रङमा हान्नुभएछ। हो, तपाईँलाई कुकुर मन पर्दैन, तर कुकुर मन पर्दैन भनेर तपाईँले यसरी चाहिँ पिट्न मिल्दैन, किनकि ऊ पनि हामी जस्तै जीवन भएको हो। उसलाई पनि दुःख छ, उसको पनि पीडा हो, उसले पनि बाँच्न पाउनुपर्छ, उसले पनि खान पाउनुपर्छ। तर तपाईँलाई कुकुर मन पर्दैन भन्दैमा तपाईँले यसरी पिट्न मिल्दैन। मान्छेले कति माया गरेर पालेको हुन्छ। मान्छेले माया भनेको मानिसलाई मात्र गरेको हुँदैन, मान्छेले माया माटोलाई पनि गरेको हुन्छ। मान्छेले जुनसुकैलाई पनि माया गरेको हुन्छ, उसँग कति नजिक हुन्छ। किनकि तपाईँलाई यसरी मन पर्दैन भन्दैमा तपाईँले यस्तो व्यवहार गर्न मिल्दैन। तपाईँले जुन यो व्यवहार गर्नुभयो, जुन मानिसको जस्तो व्यवहार होइन, यो चाहिँ राक्षसको जस्तो व्यवहार गर्नुभएको छ।